प्रिय दर्शकहरू नमस्कार। म डाक्टर कृष्ण कोइराला, यहाँहरूकै नाक कान घाँटी र थाइरोइड सम्बन्धी डाक्टर। एउटा प्रश्न छ, डाक्टर साहब मेरो एलर्जीको औषधि के हुन्छ? उपाय एकदम एलर्जी हुन्छ, नाक चिराउने नाक बन्द हुने समस्या हुन्छ भन्नुभएको छ। एलर्जीको उपचार के हो त? एलर्जीको सबभन्दा बेस्ट उपाय भनेको एलर्जी अभोइड गर्ने हो या एलर्जीबाट जोगिने हो। जस्तै केही कुरामा एलर्जी छ थाहा पाइयो भने त्यो कुराबाट जोगिनुपर्छ। मानौँ पुदिना या पतिना भयो, माछा भयो, प्रोटिन अन्डाहरू भयो, यस्ता कुरामा एलर्जी छ भनेदेखि थाहा पाइयो भने त्यो कुरा बार्दाखेरि राम्रो हुन्छ। जस्तै माछा खाँदा नाक चिलायो भने त्यस्तो बेलामा खान भएन। अर्को भनेको एलर्जीको औषधि। चिकित्सककोमा जानुभयो भने चिकित्सकले औषधि दिनुहुन्छ, त्यो चाहिँ औषधि खाएपछि एलर्जी केही हदसम्म निको हुन्छ। तर के बुझ्नुपर्छ भने एलर्जीको औषधि खाएर एलर्जी निको हुने होइन, कन्ट्रोल मात्रै हुने हो, अभोइड मात्रै गर्ने हो। अर्को भनेको चाहिँ हामीले इम्युनोथेरापी भनेको एलर्जी विरुद्धकै औषधि हुन्छ। हाम्रो शरीरमा जुन हाइपर इम्युनिटीले गर्दाखेरि एलर्जी भएको हुन्छ त्यसको विरुद्ध दबाई दिने हो। दबाईहरू खास गरी सुईबाट दिनुपर्ने हुन्छ, त्यसले पनि राम्रो हुन्छ। र अब कहिलेकाहीँ नाकमा मासु पलाएको अवस्था, नाक बाङ्गको अवस्था सँगसँगै छ भने त्यस्तो बेलामा अपरेसन गर्नुपर्ने पनि हुन्छ। तर एउटा कुरा के ख्याल गर्नुपर्छ भने एलर्जीको औषधि खाएर पनि कन्ट्रोल मात्रै गर्ने हो, इम्युनोथेरापीले पनि कन्ट्रोल गर्ने हो। र सबभन्दा बेस्ट उपाय भनेको चाहिँ एलर्जीबाट जोगिने नै हो। त्यो कुरा बुझ्नुहोस्। खास गरी चिल्लो, पिरो, अमिलो, चिसो, फ्रिजको कुराहरू नखाने, मास्क लगाउने, आइसक्रिमहरू फ्रिजको कुरा नखाने, माछा, दही, तामा, केरा कम गर्ने र कुन कुरामा एलर्जी भएको छ त्यो कुरा जतन गर्नुभयो भने राम्रो हुन्छ। धन्यवाद।